हेलो साथीहरू, हजुरलाई फेरि पनि आजको मेरो एउटा अर्को नयाँ मिनी ब्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ मलाई दिउँसोकै के खाउँ भइरहेको थियो कि यस्तो भोक पनि लागिरहेको थियो। भोक त यस्तो लागिरहेको थियो कि अनि त्यही पनि खानेकुरा त केही पनि थिएन। अनि पछि मैले सोचेँ भात भुटेर खान्छु भनेर। अनि मैले चाहिँ प्याज आलु टमाटर काटेँ अनि थोरै मसला पनि पिने। अनि म भात भुट्नको लागि रेडी भइसकेँ। सो गाइस जाम अब म सँगसँगै भात भुट्न। अब फर्स्टमा चाहिँ अनि साथीहरू अब हामीलाई चाहिँ भात भुट्नको लागि फर्स्टमा चाहियो तेल। अब तेललाई चाहिँ मैले कराईमा हालेँ। अब तेललाई चाहिँ राम्रोसँग तात्न दिनुपर्छ। अब तेल तातिसक्यो भने चाहिँ हामीले हाल्नुपर्छ प्याज। अब प्याजलाई नि राम्रोसँग पाक्न दिनुपर्छ। अब प्याज पाक्न चाहिँ अलि टाइम लाग्छ नि त, अब त्यही पनि वेट गर्नु पर्यो नि त। अनि प्याजलाई चाहिँ राम्रोसँग रातो हुन्जेलसम्म पकाउने। अनि प्याज पाकिसक्यो भने आलु हाल्ने। आलुलाई पनि एकदम राम्रोसँग फ्राई गर्ने। अब आलुलाई फ्राई गरिसक्यो भने चाहिँ हामीले हाल्नुपर्छ टमाटर। अनि पछि टमाटर पनि हालेर टमाटरलाई चाहिँ एकदम राम्रोसँग पाक्न दिने। त्यसपछि चाहिँ मसलाहरू हाल्ने। अनि मसलाहरू हालिसकेपछि अनि भात हाल्ने। अनि पछि भात हालेर एकदम राम्रोसँग फ्राई गर्ने के। अब नामै त भुटेको भात अनि राम्रोसँग भुट्नु परेन नि त। अनि पछि भुट्नु त पर्यो नि त। अनि मैले चाहिँ एकदम राम्रोसँग भात भुटेँ। अब भात भुटिसके त एकदम भोक लागिरहेको थियो नि त। अनि मैले चाहिँ खाएँ ल। अब यस्तो भोक लागिरहेको थियो अनि यति मिठो पनि भएको थियो। अनि अब भोग लाग्दाखेरि त उसै नि मिठो हुन्छ। त्यो पनि करुणाले पकाएको, मिठो नहुने त कुरै नै भएन। सो गाइज मैले चाहिँ खाएँ ल। हजुरहरू नि खानु होला। सो गाइज आजको लागि यति नै गाइज। अब भेटौँ न अर्को भ्लगमा। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ।